डाउन पुसअप पनि लेट्स ट्राई 1 2 मैले चाहिँ उखु हान्दै यहाँको गाइस सो तपाईहरुलाई यो देखाउने पो भनेको थिएँ यार म त उखु खाँदा खाँदै बिर्सेछु है हेलो एभ्रीवन आज मेरो नो ड्रग्स छोडेर डे 3 भयो आज चाहिँ आजसम्म हिजोस्ति फर्स्टको दिन यहाँ ग्राउन्डमै गरेँ सेकेन्डको दिन म छोर्तेनमा गएँ माथि अलि देख्दैछ यहाँनिर अनि आज थर्डको दिनमा चाहिँ म फर्केर यहाँ ग्राउन्डमा आइसकेको छु सो लास्ट चाहिँ रमाइलो भइरहेछ मलाई चाहिँ यहाँ खासै चाहिँ साह्रो पर्ने स्ट्रगल हुनुपर्ने तर मलाई चाहिँ रमाइलो भइरहेछ आज मैले 3 राउन्ड कुद्दै ग्राउन्ड अब लाइट वार्मअपहरू गर्छु अनि त्यहाँदेखि चाहिँ घर जान्छु मर्निङ रुटिन मात्रै देखाउँछु म चाहिँ अनि अहिले चाहिँ मैले लास्टै बनाइसकेँ कुदिसकेँ हो त्यहाँदेखि चाहिँ अब एक्सर्साइज गरेको चाहिँ म अर्को जग्गामा गएर हाल्छु यहीँ चाहिँ बोरिङ लाग्छ होला सो लेट्स सी अहिले चाहिँ म फेरि नयाँ ठाउँमा आइसकेको छु हेर्नुहोस् त यहाँ पनि लास्टै बवाल छ भ्यू पहिला चाहिँ मेरो हल्का एक्सर्साइजहरू गर्छु कुद्नु चाहिँ आज म ग्राउन्डमै कुदेँ सधैँको जस्तै हो 3 राउन्ड मारेँ मस्त लास्टै मजा भयो तर एक्सर्साइजहरू चाहिँ यहाँ गर्छु त्यो एउटै जग्गामा पनि फेरि मलाई पनि बोरिङ लाग्ने हेर्नेलाई पनि बोरिङ लाग्ने हो एक्सर्साइज चाहिँ म यहीँनिर गर्छु अझै सो लेट्स गो 4 5 6 7 8 9 10 15 16 17 18 19 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 हातको 40 पुसअप गरेँ पनि पुसअप रे के भन्छ त्यसलाई 40 गरेँ अब चाहिँ पुसअप गर्छु है त म हेरौँ पुसअप कति सकिँदो रहेछ 15 त हानिन्छ होला यार आज 15 20 त स्योर 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 बस डाउन पुसअप पनि लेट्स ट्राई 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 आमा माकासम्म 15 त हाने यार अघि सिधै बसेर 15 पुसअप अहिले खुट्टा माथि राखेर 15 पर 30 पुसअप त हाने यार आज यसै गर्दै गर्दै दिनै इम्प्रुभ हुँदै जानेछ मेरो जस मर्निङ रुटिन बवाल गइरहेछ आजसम्म चाहिँ 3 दिन भयो मैले टोटली नो ड्रग्स च्यालेन्ज लिएर चाहिँ मलाई लास्टै रमाइलो लागिरहेछ यार सो तपाईहरु पनि इफ यु वान्ट तपाईहरुले पनि लिन सक्नुहुन्छ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ र तपाईको फ्युचर पनि सिक्योर हुन्छ ल्याङफ्याङ हुँदैन जो सोच्छ तपाईहरुले गर्न सक्छ सो त्यही हो इफ यु वान्ट टु स्टार्ट विथ मी लेट्स गो 3 दिन भयो एक्सर्साइज गर्न थालेको मलाई लाग्यो फर्स्ट दिनमै मैले पुसअप चाहिँ 15 गरेको जस्तो लाग्यो अनि त्यही गरेको जस्तो हात पछाडि राखेर चाहिँ कति 40 त्यस्तै जाँदैछ रनिङ इम्प्रुभ हुँदैछ मेरो हल्का अन्त पुसअपहरु पनि इम्प्रुभ हुँदैछ किनकि कम्ती गर्न सके पनि त्यति गर्दाखेरि पहिला फर्स्टमा साह्रो परे जति चाहिँ साह्रो पर्दैन रहेछ यस्तो छ है यता चाहिँ रमाइलो छ जग्गा चाहिँ तर तपाईहरुलाई म अब चाहिँ एक्सर्साइज यतिमा राख्दिउँ हैन म तपाईहरुलाई यहाँ वरिपरि घुमाएर देखाउँछु लास्ट रमाइलो छ यहाँ पर चाहिँ अस्ति पनि मैले भिडियो बनाएको थिएँ हैन तर त्यो चाहिँ यस्तै भिडियो बनाएर मैले चाहिँ लगाइन पनि कहीँ फाक्दिएँ मैले त्यो भिडियो तर रमाइलो छ बुद्धहरु जन्मेको त्यो चित्रहरु यस्तो बनाएको छ कि स्ट्याचु जस्तो रमाइलो छ एकदम खासै मुनिबाट हो एन्ट्री चाहिँ तर म यहाँ बीचबाट बनाउन थालेँ यस्तो छ यहाँबाट चाहिँ ठक्कसँगले हेर्दै जाउँ न त यहाँ चाहिँ खाना पकाउनेहरु छ पूजाहरु हुँदाखेरि टक्कै भ्यू चाहिँ यहाँबाट बबाल उता चाहिँ टाउन
यहाँबाट ठक्कै माने पेमा घुमाउने छ होइन। मैले चाहिँ फर्स्ट खासै तपाईँहरूलाई घुमाउनु भनेको थिएँ गाइस। मैले चाहिँ यहाँ उक्खु देखेँ यार, छेत्रीले उक्खु छेत्री र बाहुनले उक्खु देखेको चाहिँ फेरि तनाव भयो। कसम म चाहिँ त्यो उखु हान्दिउँ जस्तो लागिरहेको छ। यो चाहिँ गभर्मेन्ट सरकारी प्रोडक्ट हो, हामी यो चाहिँ प्राइभेट मान्छेले रोपेको होइन, खाइन्दामा के हुँदैन। हामी हो यहाँ काम गर्ने, पूजाहरू हुँदा सफा गर्ने हामी हो, खान त पाइन्छ यार। अब ड्रग्स छोडेको भाउनले पनि चोरेको त एक खेपको लागि त माफ गर्नुहुन्छ होला यार, एउटा त खाइदिनुहोस् लाग्यो यार। बिहान बिहानै मुख पनि सुकिरहेको छ एक्सर्साइज गरेर। अब मिसन स्टार्ट, लेट्स गो। मैले चाहिँ उखु हान्दै यहाँको गाइस। ला करा सानो उखु चाहिँ ल्याइएन यार, कसम। अब खाएर फेरि यहीँ खाएर यहीँ मैला बनाउनु त मिल्दैन, खाएको थालमै नहुग्नु भनेको थाहा होला। त्यो खाएर चाहिँ म टापिदिइहाल्छु फेरि। यहाँ चाहिँ पूजा छ त्यही भएर सफा गरिरहेको हो, सबै चिल्लो बनाएको छ सफा गरेर। सो जङ्खाको मान्छेहरू आउने चान्स हुन्छ कि, सरकारी मान्छेहरू यहाँ हेर्नुको लागि। सरकारी मान्छेहरू त फेरि बिहान बिहान 7:30 8 बजी टक्कै आइपुग्छ नि फेरि यहाँ, मलाई देखिन्छ फेरि। अब खाएकोमा त केही गर्दैन होला, बिहान बिहानै गाली चाहिँ भेटिन्छ होला, त्यही भएर चङ्खो भएर खाएर चाहिँ टाप। तर म उखु त एकछिनमा खाइदिइहाल्छु नि यार, सानोदेखि यो छ नि त ट्यालेन्ट, उखु खाने चाहिँ। उखु र चिया खाने चाहिँ ट्यालेन्ट छ सानैदेखि कि। नखाएर पोइ त बिग्रिसकेछ यार, राखेर पनि कसले खाने होइन, बरु मै खायो भने ठिकै हो। यस्तो लामो यार, पहिलाको याद यार, गाईहरू हेर्दा गाउँमा लास्टै बोकेर गइन्थ्यो यार। अन्त अर्को चाहिँ स्कुलमा बसेर हस्टेलमा पढिन्थ्यो, अन्तखेरि हस्टेलमा बस्दा चाहिँ पैसा हुन्थेन नि त यति, उसै हेरेर राख्थ्यौँ यार। यस्तो काँक्राहरू अरे फर्सीहरू इस्कुसहरू कहाँ छ हो ठकठक हेरिराख्थ्यौँ। अनि राति भएपछि चाहिँ टक्कै झोला ल्याएर एट्याक गर्नु गइहालिन्थ्यो यार। इस्कुस फर्सी काँक्रा केही छोडिन्थेन यार, फर्सी र इस्कुसहरू चाहिँ उसिनेर खाइन्थ्यो। अनि यस्तो उखुहरू चाहिँ ल्याएर बाँडेर होइन, सुन्तलाहरू ल्याएर स्टकमा ठकठक राखेर रमाइलो हुन्थ्यो यार स्कुलको दिनहरू। अहिले केटाहरू कहाँ छ यार, आफ्नो आफ्नो धुनमा, कोही पढिरहेको कोही काम गरिरहेको, त्यस्तो हुँदो रहेछ यार। त्यस्तो खानु सकिने यार, आधी त बनाइदिएँ, अब यति चाहिँ सकिनँ, यसो घरमै लगेर खाइदिन्छु यार। अब प्रसादको रूपमा सबैलाई बाँडिदिन्छु म घरमा लगेर, अरू मान्छेहरूलाई पनि, त्यहाँ दोकानेहरूलाई बजारमा। त्यहाँ मैले मेरो रिपेयरिङको दोकानमा छेउमा अरूको पनि छ नि त, त्यहीँ बाँडिदिन्छु म लगेर। कसम म मात्रै पाप गर्नु भएन नि त, अरूलाई पनि अलिअलि दिनु पऱ्यो नि त पाप, होइन। पाप त के हुन्थ्यो, तर प्रसाद भनेर दिउँ न त, मन्दिरबाट ल्याएको प्रसाद भनेर चाहिँ। सो तपाईँहरूलाई यो देखाउने पो भनेको थिएँ यार, म त उखु खाँदा खाँदै बिर्सेछु है। हेर्दै हेर्दै जाउँ न, यहाँबाट त यहाँ पर चाहिँ लास्टै रमाइलो छ यार। अस्ति पनि मैले भिडियो बनाएर थिएँ कि, उहाँ चाहिँ दामी छ, त्यो गोमहरू गरेको यस्तो चित्रहरू बनाएको छ। हेर्दै जाउँ है त, हेर्छु घुमाउने होइन। यहाँबाट चाहिँ हुन्छ खास एन्ट्री चाहिँ। अब एन्ट्री चाहिँ यी फुलहरू बबाल, फर्स्टमा चाहिँ यो पोइन्टमा यहाँ चाहिँ स्याब्रुङ गोम गरिरहनु भएको छ। यहाँ हाम्रो देशमा चाहिँ बुद्धिस्ट फलो गर्छ नि त बेसीले, प्रायः जस्तो। अब हामी चाहिँ हिन्दू मानिन्छ, अनि चाहिँ स्याब्रुङ उसले चाहिँ हाम्रो देशमा बुद्धिस्ट धर्म लिएर आउनुभएको भन्ने मानिन्छ पहिला। अन्तखेरि अर्को चाहिँ यहाँ बुद्ध भगवान जन्मिनु भएको टक्कै, यो पनि बबाल छ यार। राम्रो नदेखिँदो रहेछ नि यार, भित्र ग्लास भएर यति बबल नदेखिँदो रहेछ रिफ्लेक्सनले गर्दा, तै पनि ओके। अनि अर्को चाहिँ
अर्को चाहिँ यहाँ छ यति बवाल बुद्ध भगवान फर्स्टमा जन्मिसक्दा 7 स्टेप हिँडेको चाहिँ यहाँ एकदम रमाइलो छ यार। सो यहाँबाट चाहिँ एक्जिट पोइन्ट, यहाँ चाहिँ पूजाहरू गर्छ पुराणहरू हुँदाखेरि, अन्त जङ्खाको बुद्धिस्ट हिन्दू दुईजनाकै ठक्कै रमाइलो छ एकदम। सो आजको चाहिँ भिडियो मैले यहीँ एन्ड गरेँ। सो सी यू टुमारो गाइस, बाई बाई।